तपाईको पनि मोबाइलमा रहेको स्पिकरको साउन्ड एकदमै सानो छ। डस्टहरू पसेर फोटोहरूले गर्दा स्पिकरको साउन्ड एकदमै सानो आइरहेको छ अनि तपाईले आफ्नो फोनलाई नखोलिकिन फोन कुनै पनि पार्ट्सहरू स्पिकर चेन्ज नगरिकनै सेटिङबाट साउन्ड ठुलो बनाउन चाहनुहुन्छ, सेटिङ्सबाट साउन्ड बढाउन चाहनुहुन्छ भने त्यसको लागि एकदमै सजिलो छ। त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको सेटिङ्समा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँनिर थोरै तल जानुभयो भने देख्न सक्नुहुनेछ तपाईले एउटा अप्सन यहाँनिर तपाईले देख्न सक्नुहुनेछ एडिसनल सेटिङ्स, यसमा क्लिक गर्नु होला। त्यसपछि थोरै तल क्लियर स्पिकरको अप्सन छ, यसमा पनि तपाईले क्लिक गरेर यहाँनिर क्लियर स्पिकरमा फेरि क्लिक गर्नुभयो भने यहाँनिर तपाईले साउन्ड सुन्न सक्नुहुनेछ। यो 30 सेकेन्डसम्म आफ्नो मोबाइलले आफै काउन्ट गर्छ तपाईले स्टप नगरेसम्म। यसले के गर्छ, स्पिकरमा भएको डस्टहरू साउन्डको माध्यमबाट बाहिर निकालेर फाल्छ अनि स्पिकर क्लियर हुन्छ। तपाईले पनि आफ्नो फोनमा यो सेटिङ्स छ भने चेक गरेर हेर्न सक्नुहुनेछ। यो प्रायः जसो रेडमीको फोनहरूमा उपलब्ध छ अनि तपाईको फोनमा यो अप्सन छैन भने हामीलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ। स्पिकरको साउन्ड यति गरिसकेपछि चेक गरेर हेर्न पनि नभुल्नु होला, तपाईको साउन्ड पहिलाभन्दा ठुलो हुनेछ, बढ्नेछ। यस्तै भिडियोको लागि लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न चाहिँ नभुल्नु होला। तपाईको फोनमा अथवा तपाईको कुनै पनि प्लेटफर्ममा समस्या परेमा पनि कमेन्ट पनि गर्न सक्नुहुनेछ।